छ। नमस्कार। आज हामी इन्द्रप्रसाद गोतामे अर्थात् जगत जङद्वारा लिखित एउटा निकै दमदार लेखमा डुबुल्की मार्दैछौँ। हो, शीर्षक पनि उत्तिकै गहन छ। भू राजनीति, डिजिटल क्यापिटलिज्म र नयाँ वैज्ञानिक समाजवाद। एकदम। यो लेखले आजको दुनियाँ कसरी चलिरहेको छ, शक्ति कसरी एकातिरबाट अर्कोतिर सर्दैछ र भविष्य कता जाँदैछ भन्ने बारे केही ठूला र गम्भीर प्रश्नहरू उठाएको छ नि। हाम्रो आजको मिसन भनेको यही जटिल विषयलाई ससाना टुक्रामा बाँडेर बुझ्ने प्रयास गर्नु हो। अवश्य। र लेखकले सुरुमै एउटा निकै जोरदार तर्क अघि सार्नु भएको छ। के हो त्यो? उहाँले भन्नुहुन्छ, बाहिरबाट हेर्दा समाजवाद वा मार्क्सवादको कुरा अहिले कमजोर जस्तो देखिएला। हो, त्यस्तै सुनिन्छ। तर विश्वव्यापी रूपमा पुँजीवाद जुन सङ्कटमा फसेको छ, त्यसको एकमात्र शक्तिशाली विकल्पको रूपमा यो विचारधारा फेरि जीवित हुँदैछ भन्ने लेखकको दावी छ। भनेपछि संसारलाई बुझ्ने मात्र होइन, बदल्नुपर्छ भन्ने मार्क्सको भनाइ आज झनै सान्दर्भिक भएको छ भन्ने आशय हो। ठ्याक्कै। त्यसो भए यो कुरा पुँजीवादको सङ्कटबाटै सुरु गरौँ न त। लेखकले आजको पुँजीवाद पहिले जस्तो छैन भन्नुभएको छ। छैन। उहाँले केही शब्दहरू प्रयोग गर्नुभएको छ, जस्तै युद्ध पुँजीवाद, वित्तीय पुँजीवाद र दलाल पुँजीवाद। हो, दलाल पुँजीवाद। यी शब्दहरू सुन्दा निकै गह्रुङ्गो लाग्छन्, खास गरी नेपाल जस्तो देशका लागि महत्त्वपूर्ण यो दलाल पुँजीवादलाई लेखकले कसरी व्याख्या गर्नुभएको छ? एकदमै राम्रो प्रश्न। उहाँको तर्कमा दलाल पुँजीवाद भनेको कस्तो हो भने यहाँ ठुला उद्योग खुल्दैनन्, नयाँ आविष्कार हुँदैन, उत्पादन हुँदैन, केही पनि हुँदैन। बरु केही सीमित व्यक्तिहरूले विदेशबाट सामान ल्याएर बेच्छन् वा विदेशी कम्पनीको एजेन्ट बनेर नाफा कमाउँछन्। मतलब उनीहरूले देशमा सम्पत्ति सृजना गर्दैनन्, केवल पैसाको स्थानान्तरणबाट धनी बन्छन्। लेखकको तर्क छ, यसले देशलाई भित्रैदेखि खोक्रो बनाउँछ, किनभने यसले उत्पादनशील क्षेत्रलाई निरुत्साहित गर्छ। हो, यो पुँजीवादको सबैभन्दा परिजीवी स्वरूप हो। वाह, यो त निकै स्पष्ट भयो। अनि लेखकले पुँजीवादले आफ्नो सङ्कट टार्न उत्तराधुनिकतावादको सहारा लिएको छ पनि भन्नुभएको छ। यो कसरी हुन्छ? यहाँ निकै रोचक विश्लेषण छ। उत्तराधुनिकतावादले कुनै पनि सत्य अन्तिम होइन भन्ने विचारलाई बढावा दिन्छ, होइन? लेखकका अनुसार पुँजीवादले यही दर्शनलाई हतियार बनाएको छ। जब वर्गीय असमानताको कुरा उठ्छ, त्यसलाई पहिचानको राजनीतिमा लगेर खण्डित गरिदिने, टुक्रा टुक्रा पारिदिने। ठ्याक्कै। जब युवाहरू व्यवस्थाप्रति आकर्षित हुन्छन्, त्यसलाई पुस्तान्तरको द्वन्द्व वा जेनेरेसन ग्याप भनेर हल्का बनाइदिने। भनेपछि मूल मुद्दाबाट ध्यान भट्काउने रणनीति हो। यसरी नै पुँजीवादले आफ्नो आयु लम्ब्याइरहेको छ। यो वैचारिक स्तरको लडाई हो। अनि यहीँनेर जेनजीको कुरा पनि जोडिएको छ है। बङ्गलादेश, केन्या, नेपाल जस्ता देशहरूमा देखिएका जेनजेडका आन्दोलनहरूलाई लेखकले फरक कोणबाट हेर्नु भएको छ। हो, उहाँले यी विद्रोहहरू सतहमा स्वतस्फूर्त देखिए पनि पर्दा पछाडि भू राजनैतिक खेल हुन सक्ने आशंका गर्नुभएको छ। भू राजनैतिक खेल कसरी? उहाँले यसलाई अमेरिकी विदेश नीतिको हिस्साको रूपमा हेर्नु भएको छ। जस्तै व्यापार युद्ध छेड्ने, युक्रेन र मध्य पूर्वमा प्रक्सी युद्ध लड्ने र साना देशहरूमा कलर रिभोल्युसन मार्फत आफू अनुकूल सरकार बनाउने प्रयास। त्यहाँ पनि जोडिन्छ कुरा। हो, फ्रान्सिस फुकुयामाले सोभियत सङ्घको पतनपछि इतिहासको अन्त्य भयो भनेका थिए। उदारवादी लोकतन्त्र नै अन्तिम सत्य हो भनेर। तर 3 दशक नबित्दै त्यो अमेरिकी एक ध्रुवीय विश्व व्यवस्था हल्लिएको छ र विश्व बहुध्रुवीय बन्दै गएको छ। हो, यही शक्ति सन्तुलनको परिवर्तन बारे कुरा गरौँ। लेखकले केही तथ्याङ्क पनि दिनुभएको छ जसले यो परिवर्तनलाई पुष्टि गर्छ। अवश्य। एउटा निकै शक्तिशाली तथ्याङ्क छ। कुनै बेला विश्व उत्पादनमा अकेले 25% हिस्सा ओगट्ने अमेरिका आज 16% भन्दा तल झरेको छ। हो, उता चीनको हिस्सा बढेर 18.6% भन्दा माथि पुगिसकेको छ। यो त ठुलो परिवर्तन हो। एकदम। लेखकले यसलाई पश्चिमको पतन र पूर्व दक्षिणको उदयको स्पष्ट सङ्केत मान्नु भएको छ। यसैले गर्दा एसिया फेरि एकपटक विश्वको उत्पादनको केन्द्र र नयाँ शीत युद्धको रणभूमि बनेको छ। शक्ति सन्तुलनमा परिवर्तन आउँदा त पक्कै पनि विश्वव्यापी संस्थाहरूको भूमिकामा पनि असर पर्छ होला। संयुक्त राष्ट्र सङ्घ, IMF, विश्व ब्याङ्क जस्ता संस्थाहरूको के हुँदैछ त? ठ्याक्कै।
लेखकका अनुसार यी पश्चिमा नेतृत्वका संस्थाहरू कमजोर र प्रभावहीन हुँदै गएका छन्। अनि यिनीहरूको विकल्पमा यिनीहरूको विकल्पमा ग्लोबल साउथ अर्थात् विकासशील देशहरूको आवाज बलियो बन्दै गएको छ। ब्रिक्समा 6 नयाँ देश थपिएर ब्रिक्स प्लस बनेको छ। सांघाई सहयोग संगठन एससीओ पनि बलियो हुँदैछ। हो, अनि न्यू डेभलपमेन्ट ब्याङ्क एनडीबीले विश्व ब्याङ्कलाई चुनौती दिइरहेको छ। यो एउटा समानान्तर विश्व व्यवस्थाको निर्माणको सुरुवात हो। यहीँनिर लेखकले चीनका 3वटा विश्वव्यापी पहलहरूको कुरा गर्नुभएको छ, जीडीआई, जीएसआई र जीसीआई। यी पश्चिमा मोडल भन्दा कसरी फरक छन्? यो निकै महत्त्वपूर्ण भिन्नता हो। जीडीआई मतलब ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले आर्थिक विकासमा जोड दिन्छ। अनि जीएसआई ग्लोबल सिक्योरिटी इनिसिएटिभ? जीएसआईले चाहिँ पश्चिमाहरू जस्तो सैन्य गठबन्धन बनाएर होइन, बरु संवाद र साझा सुरक्षाको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ भन्छ। अनि जीसीआई ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ? यसले कुनै एक सभ्यता श्रेष्ठ होइन, सबै सभ्यता समान हुन् र एक अर्काको सम्मान गर्नुपर्छ भन्छ। भनेपछि यो सहकार्यमा आधारित मोडल भयो। हो, लेखकको विश्लेषणमा यी 3 पहलहरू पश्चिमाहरूको युद्ध र हस्तक्षेपको नीतिको ठिक विपरीत समानता र सहकार्यमा आधारित बहुध्रुवीय विश्वको खाका हुन्। एकछिन है, लेखकले भन्नुभएको छ आणविक हतियारको डरले तेस्रो विश्वयुद्ध त रोकिएको छ, तर अप्रत्यक्ष विश्वयुद्ध सुरु भइसकेको छ, हाइब्रिड वर्ल्ड वार। हो, यो हाइब्रिड युद्ध भन्नुको मतलब के हो? के यो युक्रेन र मध्य पूर्वमा भइरहेको प्रक्सी युद्ध भन्दा फरक हो? हो, यो त्यो भन्दा धेरै फरकिलो छ। हाइब्रिड युद्ध भनेको त्यस्तो लडाईँ हो जहाँ सीधा सैनिक भिडन्त हुँदैन, तर युद्धका सबै हतियार प्रयोग हुन्छन्। आर्थिक, प्राविधिक, सूचना र मनोवैज्ञानिक सबै। यसका केही नयाँ युद्ध मैदानहरू छन् जसको बारेमा लेखकले विस्तारमा बताउनु भएको छ। जस्तै पहिलो हो दुर्लभ पृथ्वी तत्त्वहरू, रेयर अर्थ एलिमेन्ट्सको युद्ध। रेयर अर्थ एलिमेन्ट्स यो भनेको के हो? यो भनेको के हो भने आजका आधुनिक प्रविधि जस्तै तपाईको स्मार्टफोन, लडाकु विमान, मिसाइल, विद्युतीय गाडी सबै बनाउन 17वटा विशेष धातु चाहिन्छ। ती धातुहरूको 70% उत्पादन र 85% प्रशोधन चीनको नियन्त्रणमा छ। अमेरिका जस्तो देश पनि यसको लागि 80% चीनमा निर्भर छ। बापरे। लेखकले औँल्याउनु भएको खतरा के छ भने भोलि कुनै ठूलो द्वन्द्व भएमा चीनले यसको निर्यात रोकेर पुरै पश्चिमा प्रविधि उद्योगलाई नै घुँडा टेकाउन सक्छ। भनेपछि भविष्यको युद्ध तेल वा ग्यासको लागि मात्र होइन, मोबाइल फोन बनाउने धातुको लागि पनि हुने भयो। ठ्याक्कै। जसले यी स्रोतहरू नियन्त्रण गर्छ उसैले 21औं शताब्दीको प्रविधि नियन्त्रण गर्छ। अनि अर्को युद्ध क्षेत्र? अर्को र सायद सबैभन्दा खतरनाक युद्ध क्षेत्र हो सूचना युद्ध, इन्फर्मेसन वारफेयर। यसको केही उदाहरण छ? रुसले विकास गरेको टोबोल नामक इलेक्ट्रोनिक युद्ध प्रणाली। यसले शत्रुको स्याटेलाइट सिग्नल र रडारलाई जाम गरिदिन सक्छ। युक्रेन युद्धमा यसको प्रयोग भयो भन्ने कुरा छ? हो, सफल प्रयोग भयो। यसको अर्थ के हो भने अबको युद्धमा बम र मिसाइल भन्दा पनि एउटा बटन थिचेर शत्रुको पुरै सञ्चार प्रणाली ध्वस्त पार्न सकिन्छ। जसले सूचनाको प्रवाहलाई नियन्त्रण गर्छ उसैले युद्धभूमि नियन्त्रण गर्छ। एकदम। र तेस्रो चाहिँ भूराजनीतिक चेस खेल जस्तो छ, जहाँ शक्ति राष्ट्रहरूले सिधै नलडेर अरूलाई प्रयोग गरिरहेका छन्। ठ्याक्कै, यो चेसको खेल जस्तै हो। लेखकका अनुसार चीनले आफ्नो एउटा गोटी इरानलाई अगाडि बढाएर अमेरिकालाई पश्चिम एसियामा अल्झाइरहेको छ, ताकि उसको ध्यान ताइवानतिरबाट हटोस्। हो, उता अमेरिकाले फ्री तिबेटियन मुभमेन्ट र ताइवान मुद्दा उचालेर चीनको राजालाई चेक दिन खोजिरहेको छ। यही बीचमा जापान पनि हतियार विकास गर्दैछ। हो, रेलगन जस्ता अत्याधुनिक हतियार। यसले हिन्द प्रशान्त क्षेत्रमा तनावको आगोमा घिउ थपिरहेको छ। एकातिर भारत जस्तो ठूलो देशले यसरी दुई शक्तिसँग सन्तुलन साधिरहेको छ, जसलाई लेखकले रणनीतिक स्वायत्तता भन्नुभएको छ। क्वाड मार्फत अमेरिकासँग पनि मिल्ने, ब्रिक्स मार्फत रुस चीनसँग पनि सहकार्य गर्ने। अब यही जटिल खेलको बीचमा रहेको नेपालले चाहिँ आफ्नो बाटो कसरी तय गर्ने? लेखकले यसबारे निकै गम्भीर चेतावनी दिनुभएको छ है। हो, लेखकको भनाइमा नेपाल चीनको बीआरआई र अमेरिकाको एमसीसी सिप्सको चेपुवामा छ।
यो त हामीले भोगिरहेकै कुरा भयो। हो, र यो अवस्थामा नेपालले आफूलाई भू राजनीतिक खेलाडी सम्झनु वा कुनै एक पक्षको पक्षधर बन्नु आत्मघाती हुनेछ। लेखकले यो व्यापारिक पुल बन्ने कुरा त गर्नुभयो, तर के यसले नेपाललाई दुई ठूला हात्तीको लडाईँमा पर्ने चौर बनाउने खतरा बढाउँदैन र? लेखकले यो जोखिमबारे के भन्नुहुन्छ? एकदमै जायज प्रश्न। लेखकले यो जोखिमलाई स्वीकार्नु भएको छ, तर उहाँको समाधान फरक छ। उहाँ भन्नुहुन्छ यो भू राजनीतिक प्रतिस्पर्धालाई भू आर्थिक अवसरमा बदल्नुपर्छ। भू आर्थिक अवसरमा? हो, यसको अर्थ हो नेपालले दुवै छिमेकीलाई विश्वासमा लिएर आफूलाई एक निष्पक्ष बफर जोन वा व्यापारिक पुलको रूपमा स्थापित गर्नुपर्छ। यसका लागि के गर्नु पर्ला? आफ्नो ऐतिहासिक शान्ति क्षेत्रको प्रस्तावलाई पुनर्जीवित पार्नुपर्छ। हामी कसैको विरुद्ध छैनौं, हामी सबैको साझा आर्थिक समृद्धिको साझेदार हौं भन्ने स्पष्ट सन्देश दिन सक्नुपर्छ। अनि यसबाट कृषि, पर्यटन, जलविद्युत र आईटी क्षेत्रमा लाभ लिन सकिन्छ भन्ने तर्क छ। अथाह लाभ लिन सकिन्छ। यो अवसरको कुरा त भयो, तर नेपालको अहिलेको राजनीतिक अस्थिरता हेर्दा के यो सम्भव देखिन्छ? लेखकले यो आन्तरिक चुनौतीलाई कसरी सम्बोधन गर्ने भनेर केही बताउनु भएको छ? अवश्य। लेखकको विश्लेषणको केन्द्रमै यही कुरा छ। उहाँ भन्नुहुन्छ बलियो आन्तरिक जग बिना बाह्य अवसरको उपयोग गर्न सकिँदैन। त्यो त हो। विद्यमान राजनीतिक अस्थिरताको मूल कारण नै हाम्रो शासकीय स्वरूपमा छ। त्यसैले उहाँले एउटा ठोस समाधान दिनुभएको छ। के हो त्यो समाधान? केन्द्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रदेशहरूमा पहिचानको मुद्दालाई पनि सम्मान गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री। शासकीय स्वरूप परिवर्तनको कुरा हो। यस्तो मोडलले सरकारलाई स्थिर बनाउँछ र नीतिगत निरन्तरता दिन्छ, जसले गर्दा देशले एउटा स्पष्ट दिशा लिन सक्छ भन्ने उहाँको तर्क छ। अब कुरालाई अझ भविष्यतर्फ लैजाउँ। लेखकले चौथो औद्योगिक क्रान्ति अर्थात् एआई, जिनोमिक्स र डेटाको युगको कुरा गर्नुभएको छ। यसले हाम्रो समाजलाई कसरी परिवर्तन गर्दैछ? यो छलफलको सबैभन्दा डरलाग्दो तर महत्त्वपूर्ण हिस्सा हो। लेखकका अनुसार अबको युगमा भौतिक सम्पत्ति मतलब जग्गा, कारखाना भन्दा मानसिक सम्पत्ति शक्तिशाली भएको छ। डेटा, इन्टेलेक्चुअल प्रपर्टी हो, र एआईले लाखौंको रोजगारी खोज्ने खतरा छ। त्यो भन्दा पनि खतरनाक कुरा डीएनए सम्पादन गर्ने प्रविधि जिनोमिक्सले धनीहरूलाई सुपर ह्युमन बनाउन सक्ने। सुपर ह्युमन? हो, र गरिबहरू सामान्य मान्छे नै रहने अवस्था आउन सक्छ। यसले अहिलेको वर्गीय खाडललाई जैविक खाडलमा बदल्न सक्छ। जैविक खाडल? हो, जुन इतिहासमा कहिले नदेखिएको असमानता हुनेछ। यो त कुनै विज्ञान कथाको चलचित्र जस्तो सुनियो। यहीँनिर लेखकले एउटा आधारभूत प्रश्न उठाउनु भएको छ। यो प्रविधिको स्वामित्व कसको हातमा हुने? ठ्याक्कै। के यो प्रविधि 1% खर्बपतिको नियन्त्रणमा हुनेछ वा 99% आम जनताको हितमा प्रयोग हुनेछ? यही प्रश्नले अबको क्रान्तिको स्वरूप निर्धारण गर्छ। हो, सिलिकन भ्यालीको डेटा साम्राज्यवादले समुदायलाई होइन व्यक्तिलाई शक्तिशाली बनाउँछ र समाजलाई विघटन गर्छ। यसैको विकल्पमा आजको चेतना र प्रविधिमा आधारित नयाँ वैज्ञानिक समाजवादको प्रस्ताव लेखकले गर्नुभएको छ। यो नयाँ वैज्ञानिक समाजवाद भनेको के हो त? के यो पुरानै सोभियत वा चिनिया मोडेलको समाजवाद हो? होइन, लेखकले यसलाई स्पष्ट पार्नु भएको छ। यो पुरानो मोडल होइन। उहाँले यसलाई म र हामी अर्थात् निजी सम्पत्ति र सामूहिक सम्पत्तिको द्वन्द्वात्मक समायोजन भन्नुभएको छ। द्वन्द्वात्मक समायोजन? यो अलि प्राविधिक सुन्नियो। होइन, यसको सरल अर्थ हो एउटा यस्तो प्रणाली जहाँ पूर्ण निजीकरणले ल्याउने चरम असमानता पनि हुँदैन र पूर्ण सरकारीकरणले ल्याउने निरङ्कुशता र सृजनाशीलताको अन्त्य पनि हुँदैन। दुवैको बीचमा एउटा सन्तुलन खोज्ने प्रयास। एकदम। यो सन्तुलन कायम गर्न त निकै गाह्रो होला। के लेखकले यसका लागि कुनै विधि वा संयन्त्र सुझाउनु भएको छ? र ती दुई विधिहरू निकै मौलिक छन्। पहिलो, निरन्तर सर्वहारा सांस्कृतिक क्रान्ति। यो शब्द सुन्दा चीनको विवादास्पद इतिहास याद आउन सक्छ। हो, तर लेखकले यसलाई फरक अर्थमा प्रयोग गर्नुभएको छ। उहाँको आशय हो पार्टी र नेतृत्वमा रहेका व्यक्तिहरूले निरन्तर आत्मसमीक्षा गर्नुपर्छ। वैचारिक शुद्धिकरण जस्तो? हो,
उनीहरूको विचार र व्यवहारमा कुनै विचलन आयो कि भनेर निरन्तर बहस र शुद्धिकरणको प्रक्रिया चलाइरहनुपर्छ ताकि उनीहरू सत्तामा पुगेपछि जनताबाट टाढा नहुन्। अर्थात् यो वैचारिक शुद्धता कायम राख्ने एउटा आन्तरिक प्रक्रिया भयो। अनि दोस्रो विधि के हो? दोस्रो विधि झनै व्यवहारिक छ, नेतृत्वको पृथकीकरण। यो भनेको यस अनुसार पार्टीको वैचारिक र संगठनात्मक नेतृत्व गर्ने व्यक्ति सरकारको कार्यकारी प्रमुख बन्न नपाउने, सरकारमा जानेहरू आलो पालो विधिबाट जाने। शक्ति पृथकीकरण जस्तै हो। यसको मुख्य उद्देश्य सत्ताको मात र भ्रष्टीकरणबाट नेतालाई बचाउनु हो। जब एउटै व्यक्ति लामो समय शक्तिमा रहँदैन तब भ्रष्टाचार र अधिनायकवादको सम्भावना कम हुन्छ भन्ने लेखकको विश्वास छ। अन्तमा नेपालको सन्दर्भमा उहाँले के भन्नुभएको छ? समाजवादलाई कसरी लागू गर्न सकिन्छ? नेपालको सन्दर्भमा लेखकको जोड निषेधमा होइन, संश्लेषणमा हो। संश्लेषण? के को संश्लेषण? उहाँले पुष्पलालको मौलिकता, मदन भण्डारीको जबजको लोकतान्त्रिकरण र माओवादी आन्दोलनको त्यागलाई एकै ठाउँमा ल्याएर एउटा नयाँ नेपाली मोडेलको समाजवाद निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँले भन्नुभएको छ, समाजवाद भनेको राजनीतिक नारा मात्र होइन, यो जीवनशैली र खुसीसँग जोडिनुपर्छ। जबसम्म मानिसले यो व्यवस्थामा आफूलाई बढी खुसी र सुरक्षित महसुस गर्दैन तबसम्म समाजवाद सफल हुँदैन। ठ्याक्कै। आज हामीले साँच्चै एउटा निकै गहिरो र बहुआयामिक लेखलाई केलायौं। विश्व शक्ति सन्तुलनको परिवर्तनदेखि प्रविधिको नयाँ युद्ध क्षेत्र, नेपालको भू राजनीतिक दुविधा र अन्त्यमा 21औं शताब्दीका लागि प्रस्तावित नयाँ वैज्ञानिक समाजवादको परिकल्पनासम्मका धारणाहरूलाई हामीले छलफल गर्यौं। हो, र यो छलफललाई टुङ्ग्याउँदै गर्दा एउटा प्रश्न मनमा उब्जिन्छ। लेखकले भविष्यको समाजवाद प्रविधिमा आधारित हुने कुरामा जोड दिनुभएको छ र प्रविधिको स्वामित्व कसको हातमा हुन्छ भन्ने प्रश्न पनि उठाउनु भएको छ। औजार बन्ला? हो, यो प्रश्नको उत्तर भविष्यले नै देला।